Hello guys, welcome back to my new vlog. So guys, आज चाहिँ हामीले एक्सरसाइज सुरु गरेको घरमा सबैजना भएर एक्सरसाइज गरेको अनि यस्तो पसिना पसिना भइरहेछ। यहाँ दिदी पनि आज त हामीले जुम्बा खोलेको अब हामी वर्कआउट गर्ने। सो हामी चाहिँ अहिले एक्सरसाइज गरेर आए। आज चाहिँ 30 मिनट्स गऱ्यौँ हामीले सबैजनाले। सो गाइज आज चाहिँ अब चाहिँ हामी यसो फ्रेस भएर अनि ब्रेकफास्टहरू लिन्छौँ। सो अनि आज चाहिँ हाम्रो एउटा ठाउँमा जाने प्लान छ। दिदीले लान्छु भन्नुभएको छ केटाकेटीहरू सबैलाई। सो एउटा ठाउँमा जाने प्लान छ। अब हामी जानु अब 9-10 बजेतिर निस्किन्छौँ होला होइन। अहिले चाहिँ अब फ्रेसअप भएर अनि त्यहाँदेखि ब्रेकफास्टहरू खाएर खाना। सो हामी चाहिँ खाना खाएर जाने। सो यहाँबाट 10 बजीतिर निस्किने। सो गाइस म तपाईँहरूलाई हामी निस्किने बेलामा म तपाईँलाई मेरो ब्लग फेरि कन्टिन्यू गर्छु। हेलो गाइस, सो अहिले चाहिँ हामीले खानासाना खाएर अब हामी चाहिँ सबैजना रेडी भइसक्यौँ। विशाखा पनि रेडी भइसक्यो, बाबु पनि रेडी भइसक्यो। ह्याप्पी टु गो। आज उनीहरूलाई थाहा छैन कहाँ जाने हो। आज हामी पनि फर्स्ट टाइम जानु लागेको। सो अब वहीँ गएर थाहा हुन्छ। 45 मिनट्स लाग्छ। सो गाइस अनि हामी चाहिँ रेडी भइसक्यौँ। ड्याडीहरू चाहिँ जानुहुन्न, हामी मात्रै जाने। सो दिदी पनि रेडी भइसक्नुभयो। अब हामी भेनालाई पर्खिरहेको थियौँ। सो भेना पनि आइपुग्नु भयो, खाना खाँदै हुन्छ। अब हामी निस्किन्छौँ अनि डाइरेक्ट हामी त्यहीँ लोकेसनमा पुगेपछि तपाईँहरूलाई हाम्रो ब्लग कन्टिन्यू गर्छौँ। मस्त बगन लक्की छ, लक्की राजा, लक्की केले भित्र रुममा छ लक्की घुम्दैछ त्यहाँनिर। म तपाईँहरूलाई मेरो घरको अलिकति टुर गराइदिन्छु है त आज। यो चाहिँ हाम्रो घरको अगाडि गेट, त्यहाँनिर छ होइन ऱ्याबिट। यहाँ छ ऱ्याबिट, हेर्नु सक्नुहुन्छ ऱ्याबिट। हाई, यहाँ ऱ्याबिट छ। अनि तल चाहिँ टर्की छ। हाई टर्की, टर्की द किङ। सो अनि यहाँनिर हाम्रो ड्याडीले चाहिँ मजाले डेकोर गर्नुभएको छ। यो गाडी यहाँ आर्ट गर्नुभएको छ, डेकोर गर्नुभएको छ। सो यहाँ यस्तो डेकोरेसन छ। अनि यहाँनिर दुईवटा लभ बर्ड छ। यहाँभित्र चाहिँ तपाईँहरूले देख्नुहुन्छ न, दुईवटा लभ बर्ड छ। सो यहाँ गाडी राख्नुभएको छ। अनि यहाँनिर चाहिँ भगवान्को एउटा राख्नुभएको छ जहाँ दिने बत्ती बाल्नुहुन्छ। सो यहाँ माथि रुफटपमा चाहिँ यो प्लान्ट राख्नुभएको छ। यसमा चाहिँ येल्लो कलरको फ्लावर आउँछ होइन। सो यहाँनिर अनि वाटरफल छ। अहिले चाहिँ बन्द गर्नुभएको छ, मतलब स्विच अफ गर्नुभएको छ। यहाँ पानी झर्छ। सो यस्तो डेकोरेसन छ यहाँको। म तपाईँहरूलाई फुल देखाउँछु है त। सो यहाँको डेकोरेसन यस्तो छ। यो हो मेरो घर गाइस, सानो सुन्दर घर। अनि मैले तपाईँहरूलाई एउटा आँपको बोर्ड देखाउँछु भनेको थिएँ गाइस। म तपाईँहरूलाई आँपको बोर्ड देखाउँछु ल। यति मजाले आँप फलेको छ नि। सो यो हाम्रो घरको अर्को भाग जहाँ चाहिँ यहाँ मन्दिर छ, बुद्ध मन्दिर छ यहाँनिर। ल हेर्नुहोस् गाइस, आँप यति मजाले आँप फलिरहेछ यहाँ। सो हातले पनि टिप्नु सक्नुहुन्छ। ल हेर्नुहोस् गाइस, हिजो यही आँप खाएको हामीले। सो टेस्टी आँप छ है। सो गाइस यो हाम्रो आँपको बोट। अनि यहाँ चाहिँ मन्दिर हो यो होइन। म तपाईँलाई अर्को भ्लगमा देखाउँछु, किनभने अहिले लक छ होला सायद। अहिले लक छ, मन्दिर हो। म तपाईँहरूलाई अर्को भ्लगमा देखाउँछु गाइज। यो मन्दिरको हो, पुरै मन्दिर हो यो चाहिँ, बुद्ध मन्दिर। सो अब हाम्रो घरको गार्डन यो चाहिँ। सो सानो घर पर्दैन ल। सो गाइज यस्तै छ है। ल रेडी भइसक्यो होइन हो जानुलाई। सो आज मेरो दिदी पनि भ्लगमा क्याप्चर हुन्छ। सो गाइज अब हामी चाहिँ वहीँ पुगेर हाम्रो भ्लग कन्टिन्यू गरौँ। यो चाहिँ हाम्रो दमकको मेन बजार, नमुना बजार।
दमक बजार यस्तो छ है साथी हो गाइस हेर्नु होला हाम्रो दमक बजार अगाडि रोक्नु अरे हाम्रो भेना दोकानमा बसिरहनु भएको छ इटरीको चोक आइपुग्यौँ गाइज हेर्नुहोस् है हाम्रो इटरी चाहिँ यस्तो छ है दामी सो गाइज अब हामी जाँदैछौँ इटरीको राइट साइडमा धरान रोड हो यो चाहिँ अब हामी यहाँदेखि धेरै टाढो छैन होला नि भेना अब नजिकै आइपुग्न लाग्यौँ हामी हाम्रो डेस्टिनेसन आजको So guys, हामी चाहिँ आइसकेका छौँ जम्प एरिना सबै राउन्ड दिएको हेलो नानमा अहिले नै अब एन्ट्री हुँदैछ यहाँ चाहिँ त्यो हुँदैछ अहिले चाहिँ यहाँ एन्ट्री चेक हुँदैछ सो अहिले चाहिँ हामी मसरुमको तर्फ लाग्दैछ टिकटको टाइम हुँदैछ सो ह्याप्पी लिटरली अब हामी चाहिँ यहाँनिर आइपुग्यौँ है जम्प एरिनामा र हामी चाहिँ ब्यान्ड लगाउँदैछौँ सो ब्यान्ड दिएको सो मलाई पनि सक्स थ्याङ्क यू सो गाइज दिएको सक्स भाइ बहिनीहरू वेलकम गर्न बसिरहेको छ है भरे ब्लग हेर्नु अरे क्या नाइस प्लेस बत्ती बाल्नु पर्ने त्यहाँ चढाउन चढेर कुद्ने हो त्यहाँ कुद्ने हो त्यहाँबाट सिधै कुदा त्यस्तो हुने माथि उड न बाबु उता बल लिएर माथि हाल न उपर बल यता छ कुदा 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 रनिङ रनिङ
घन्टा पनि धेरै भएन उफ्रेर गर्मी नि एसी हुनुपर्ने खास चाहिँ गर्मीमा खेल्नु सकिँदैन रहेछ एकदम मजा आयो गर्मी चाहिँ भयो यहाँ टाइम भनेको चाहिँ हाम्रो 1 घन्टाको तर हामी 1 घन्टा पनि हिँड्न सक्दैनौँ गर्मी होइन तपाईँ चाहिँ हेरेर थाक्नु होला है हामी खेलेर थाक्यो तपाईँ हेरेर थाक्नु होला सो गाइस अब हामी चाहिँ यो जम्प एरिनाबाट निस्किसक्यौँ त्यहाँनिर हामीले भरपुर मजाले होइन रमाइलो पनि भयो एकदमै रमाइलो भयो यहाँ अब चाहिँ हामी निस्किनेछौँ सो गाइस अब हामी चाहिँ बाटोमा निस्किसकेपछि फेरि हामी भेटिनेछौँ रमाइलो भयो हाम्रो पेजमा हेर्दै गर्नु न अब यति लाग्छ छिटै अब यति भएपछि रमाइलो हुन्छ ल बाबु सब बाई बाई गर्छु सबैजनालाई बाई बाई सो गाइस अब हामी आइसकेको छौँ अब हामी घरतिर जाने हो सो बहुत गर्मी पनि भइरहेछ अब हामी घर लागेको हामी फेरि भेट्नेछौँ जम्प एरिनालाई बाई 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 सो गाइस हामी चाहिँ आज एरिनामा जम्प एरिना हो जम्प एरिनामा यही हो जम्प एरिनाको लोकेसन ए सो अब हामी यस्तो गर्मी भयो होइन नयाँ नयाँ बनाएकोले होला अहिले चाहिँ एसीहरू राखेको रहेन रहेछ अब 1-2 महिनामा राख्छ अरे अब नेक्स्ट टाइम आउँदा चाहिँ एसी हुन्छ तर अलिक गर्मीमा चाहिँ अलिक गर्मी भयो खेल्नु सकेन किनकि अलिक घाम उयो गरेर आएको भए पनि हुन्थ्यो होला होइन हामी चाहिँ 11-12 बजीको घाममा पऱ्यौँ त्यो पनि रमाइलो भयो खेल्यौँ ओऱ्यौँ 1 घन्टाको टाइम हुँदो रहेछ हाम्रो त 1 घन्टा पनि पुऱ्याएनौँ होला नि नानो आधी घन्टा 40 मिनट पुऱ्यायो होला 40 मिनट पुऱ्यायो होला भेना चाहिँ हेरेरै थाक्नु भयो हामी चाहिँ उफ्रेर थाकेर पाकेको भयो एकपल्ट जम्प गर्नुभएको भेना एकचोटि ट्राई मात्रै गर्नुभएको झन्डै ग्रिपवाला सक्स लाउनु पनि भेनाले ग्रिपवाला सक्स लाउनु भएको थिएन यस्तो एकपल्ट पनि झन्डै अब यो सक्स राखिरहने कि पछि लिएर आउँदा पनि हुने रहेछ है सो बाबु कस्तो भयो इन्जोय रमाइलो भयो थाक्यो उनीहरू त पुरा 2 जना हेर्नु नै आयो उनीहरूको हालत रातो रातो भइसक्यो पुरै घाम रातो रातो भइसक्यो कालोमा अब यिनीहरूलाई हल्का फुल्का हामी केही खिलाइपिलाइ गर्नु पर्ला होइन नत्र बिहोस हुन्छ है सो गाइस अब हामी कहाँ यसो केही किनेर गाडीमा खाँदै जाउँ कि अलिअलि के कोक किनेर केही यसो केही त्यो किन्यौँ भने हामी खाँदै जाउँ अनि घरमा पुगेर अच्छी व्यवस्था ल बाबु सुत्ने सो गाइस अब यस्तै हो होइन हामी पुगेर आइसक्यौँ अब हामी घर गएपछि मेरो भ्लगलाई एन्ड गर्छु हामी आइपुग्यौँ घर घाम चाहिँ यस्तो है आमा 5 एउटै छ ल सँगै बसेको चाहिँ 5 वटा घाम एकदम हिँड्न सक्नु छ है हट भयो आज चाहिँ टु मच हट फाइनली पुग्यौँ हामी आज 40 डिग्रीको घाममा ओ गाइस हामी घर आइपुग्यौँ है सो गाइस आजको हाम्रो चक्कर लाग्यो हाम्रो टुर आजको हाम्रो टुर यहीँ सकिएको छ गाइस हामी घर आइपुग्यौँ रमाइलो भयो इन्जोय गऱ्यौँ सो गाइस अब हामी चाहिँ आइपुग्यौँ ड्याडी पनि यहाँ जानुलाई अब रेडी बसिसक्नु भइसक्यो मम्मी पनि रेडी भइसक्नु भइसक्यो त्यहाँनिर किचनमा हुनुहुन्छ अब हामी आजको हाम्रो भ्लग आजको हाम्रो भ्लग चाहिँ यहीँ समाप्त हुन्छ किनभने हामी आज घाम भए पनि मजाले खेलेर आइसक्यौँ So guys, happy day, enjoy, bye.